वर्ल्ड कप फाइनलमा ब्राजिल र अर्जेन्टिनालाई हराउँदै 2 पटक मात्रै वर्ल्ड कप जितेको उरुग्वेले किन आफ्नो जर्सीमा 4 वटा स्टार लगाउँछ त? ब्राजिलले 5 पटक वर्ल्ड कप जितेको छ, त्यसैले उसले 5 स्टार लगाउँछ। अर्जेन्टिनाले 3 पटक वर्ल्ड कप जितेको छ, त्यसैले उसको जर्सीमा 3 स्टार छ। तर ब्राजिल र अर्जेन्टिनालाई फाइनलमा हराएर 2 पटक विश्वकप जितेको उरुग्वेले किन आफ्नो जर्सीमा 4 वटा स्टार लगाउँछ त? सन् 1930 बाट वर्ल्ड कप आयोजना गर्न थालिएको हो। त्यसभन्दा अगाडि चाहिँ फुटबलको ठुलो मञ्च थियो ओलम्पिक। सन् 1924 र 1928 मा आयोजना गरिएको 2 वटा नै ओलम्पिक उरुग्वेले जितेको थियो। अनि पहिलो पटक वर्ल्ड कपको नाममा आयोजना गरिएको टुर्नामेन्टमा पनि उरुग्वे नै हाबी भएको थियो। सन् 1950 मा पनि उरुग्वेले नै उपाधि जितेको थियो। त्यसपछि उरुग्वेले 4 स्टार जर्सी लगाएर विश्वकपमा उभिँदा फिफाले आपत्ति जनायो। लामो समयसम्म यसको बारेमा बहस पनि चल्यो। सन् 2022 मा भने उरुग्वेसँग फिफाले हार मान्दै उसको जर्सीमा 4 वटा स्टार लगाउने अनुमति दियो।